वैशाख 1लाई नयाँ वर्ष भनेर त मनाइयो होला, तर किन मनायौँ त हामीले वैशाख 1लाई नै नयाँ वर्ष भनेर? जब अरू देशहरूले जनवरी 1लाई नयाँ वर्ष मान्छन्, तर हामीले चाहिँ वैशाख 1लाई किन नयाँ वर्ष मान्यौँ त? यसको बारेमा जानौँ। नमस्कार, तपाईँलाई थाहा छ हामी किन वैशाख 1लाई नयाँ वर्ष मान्छौँ, जहाँ अरू देश भने जनवरी 1लाई नयाँ वर्ष मान्छन्? संसारमा नेपाल मात्र होइन, भारतको पन्जाब, बेलायत, क्यानाडा र अमेरिकाका पन्जाबीहरूले पनि वैशाख 1लाई नयाँ वर्षका रूपमा मान्ने गर्छन्। तपाईँ कति मोबाइल स्क्रिन स्क्रोल गर्नुभयो होला, कतिको सम्बन्ध विच्छेदका कन्टेन्टहरू हेर्नुभयो होला, कति लागु औषध र यौनलाई प्रमोट गर्ने कन्टेन्टहरू हेर्नुभयो होला। तर म तपाईँका लागि ज्ञानमूलक, शिक्षामूलक कन्टेन्ट लिएर आउँछु। यदि यस्ता ज्ञानमूलक र शिक्षामूलक कन्टेन्ट हेर्न चाहनुहुन्छ भने फलो, सेयर र सब्सक्राइब गर्नुहोला। नेपालमा नयाँ वर्ष वैशाख 1 र अन्य देशहरूमा जनवरी 1मा मनाइने नयाँ वर्षमा भिन्नता हुनुको मुख्य कारण क्यालेन्डर प्रणाली र सांस्कृतिक परम्परा रहेको छ। अर्को कुरा, वैशाख 1 नै किन नयाँ वर्ष? वैज्ञानिक र खगोलीय आधार, वैशाख 1 गते सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्दछ, जुनलाई मेष सङ्क्रान्ति भनिन्छ। यो खगोलीय रूपमा नयाँ वर्षको सुरुवात हो। प्राकृतिक र मौसम परिवर्तन, वैशाख महिनामा नेपालमा वसन्त ऋतुको उत्कर्ष हुन्छ, प्रकृतिमा हरियाली छाउँछ र जाडो सकिएर न्यानो मौसम सुरु हुन्छ। यो कृषि प्रधान देशका लागि बाली लगाउने वा भित्र्याउने शुभ समय पनि हो। विक्रम सम्वत ग्रेगोरियन क्यालेन्डरभन्दा करिब 53 वर्ष 8 महिना अगाडि छ। यो क्यालेन्डर सम्राट विक्रमादित्यको समयदेखि सुरु भएको विश्वास गरिन्छ। नेपाली नयाँ वर्षको सुरुवातसँगै भक्तपुरमा बिस्केट जात्रा जस्ता जीवन्त सांस्कृतिक उत्सवहरू मनाइन्छ, जसले हाम्रा पुर्खाहरूको समय गणना र परम्परालाई जोगाएर राखेको छ। छोटकरीमा भन्दा जनवरी 1 अन्तर्राष्ट्रिय नियम हो, तर वैशाख 1 हाम्रो सांस्कृतिक, प्राकृतिक र खगोलशास्त्रसँग जोडिएको हाम्रो आफ्नै पहिचान हो। धन्यवाद।